नमस्कार। भूतको कथा युट्युब च्यानलमा स्वागत छ। रोचक र रहस्यमय कथा सुन्न पाइने यस च्यानलमा तपाईको जीवनमा अनुभव गर्नुभएका कथाहरू हामीलाई इमेल मार्फत पठाउन सक्नुहुनेछ। आजको कथा जापानबाट एकजना साथीले पठाउनु भएको हो। हामीले नाम परिवर्तन गरेर यो कहानी प्रस्तुत गर्दैछौँ। कृपया हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्नुहोला र बेल आइकन दबाउनुहोला ताकि हाम्रो नयाँ भिडियोको सूचना तपाईले सबैभन्दा पहिले पाउन सक्नुहोस्। अब सुरु गरौँ आजको डरलाग्दो भूतको कथा। म रूपा। आज म जापानको त्यो व्यस्त शहरमा बसेर ज्याल बाहिर हेर्दैछु। तर मेरो आँखाले सन् 2080 सालतिरको त्यो कालो रात देखाइरहेको छ। यो कथा केवल एउटा घटना मात्रै होइन, यो त मृत्युको मुखबाट फर्केर आउँदाको त्यो अनुभव हो जसले आज पनि मलाई एक्लै सुत्न दिँदैन। कुरा 2080 सालतिरको हो, तर यसको सुरुवात मेरो बाल्यकालको एउटा अटुट मित्रताबाट हुन्छ। गाउँमा मेरो र मीनाको घर नजिकै थियो। हामी एउटै घरमा नबसे पनि हाम्रो आत्मा एउटै थियो। खाने, खेल्ने, पढ्ने सबै सँगै। तर म सानैदेखि अलि डरपोक स्वभावकी थिएँ। साँझ पर्ने बित्तिकै मलाई अँध्यारोसँग डर लाग्थ्यो। मीना भने साहसी थिए। ऊ मलाई जानी जानी भूत प्रेतका कथा सुनाएर तर्साउँथे। मेरो अनुहार डरले निलो भएको देखेर हाँस्थे। तर अन्त्यमा मलाई अंगालो हाल्दै भन्थे, एलाटी, यो भूत प्रेत भन्ने केही हुँदैन, यो सबै मनको डर मात्र हो। समय कसरी बित्यो पत्तै भएन। हामीले एसईई पास गर्यौं र हाम्रो घर बकुण्डी बेसी। बुवाले थप पढाइका लागि काठमाडौँ जाने निधो गर्नुभयो। घरमा सल्लाह भयो, किनकि बकुण्डी बेसीबाट त्यति टाढा थिएन। बुवा हामीलाई पुर्याउन काठमाडौँ आउनुभयो। 2 दिनको दौडधुपपछि गौशालाको छेउमा एउटा सस्तो र सफा कोठा पाइयो। कलेज नजिकै थियो। बुवा ढुक्क भएर गाउँ फर्किनु भयो। मीना र म सँगै बस्न थाल्यौं। कलेज जाने, सँगै खाने, सँगै खाना पकाउने दिनहरू रमाइलोसँग बित्दै थिए। एक साँझ हामी पशुपतिमा आरती र भजन सुन्न गयौं। त्यो साँझ कस्तो शान्त थियो, मानौ भगवानकै काखमा छौं। भजन सकिएर फर्किँदै गर्दा एउटा फूल पसलको केटाले हामीलाई बोलायो। उसले पसलमा काम गर्ने मान्छे चाहिएको कुरा गर्यो। मलाई त पढाइ बिग्रेला कि भन्ने डर थियो, तर मीनाले काम गर्ने जिद्दी गरी। भोलिपल्टैबाट उसको दैनिकी फेरियो। हाम्रो कलेज बिहानको थियो। मीना कलेज जान छोडेर काममा जान थाली। अनि एक दिन मीनाले मलाई यस्तो कुरा सुनाई जसले मेरो खुट्टा मुनिको जमिन नै भाँसियो। उसले पनि, रूपा, म अब यो कोठामा बस्दिनँ। मैले त्यही फूलवाला केटासँग बिहे गरिसकेँ। म उसैसँग बस्छु। म रोएँ, कराएँ, उसलाई उसको भविष्यको बारेमा सम्झाएँ, तर उसले लुकी छिपी बिहे गरिसकेकी रहेछ। मेरो केही उपाय लागेन। मैले भने, मीना, तिमीहरू यहीँ बस, म कतै अर्को कोठा खोजेर बस्छु। उसले सुरुमा मानिन, तर पछि मेरो करले गर्दा राजी भई। म त्यहाँबाट करिब 200 मिटर टाढा गिरी निवासमा सरे। त्यो घर निकै पुरानो थियो, तर त्यहाँका मानिसहरू निकै आत्मीय। घरमा 40-45 वर्षका बुवा आमा र 14 वर्षकी छोरी प्रशान्ता बस्थे। म तलको एउटा कोठामा बस्न थालेँ। घरबेटी आमा र प्रशान्ताले मलाई कहिले भाँडावाला जस्तो व्यवहार गरेनन्। घरबेटी बुवा ट्रेकिङ गाइड हुनुहुन्थ्यो। उहाँ धेरै जसो विदेशी पर्यटक लिएर हिमालतिर जानुहुन्थ्यो। कहिलेकाहीँ मात्र घर आउनुहुन्थ्यो, तर जब आउनुहुन्थ्यो मलाई पनि प्रशान्ता जस्तै माया गर्नुहुन्थ्यो। लुगाफाटा खेलाउन ल्याइदिनुहुन्थ्यो। समय बित्दै गयो। मैले जापान जाने तयारी सुरु गरेँ। मीना कहिलेकाहीँ भेट्न आउँथी र भन्थी, रूपा, मैले हतारमा बिहे गरेर गल्ती गरेँ कि क्या हो। म उसलाई सान्त्वना दिन्थेँ। अन्ततः मेरो जापानको भिसा आयो। जाने दिन गौशालाको घरबेटी परिवार र मीना सबै एयरपोर्ट पुग्नुभयो। सबैका आँखा रसाएका थिए। मलाई पनि ती मानिसहरू छोडेर जाँदा निकै गाह्रो भयो। जापान पुगेपछि मेरो जीवन काम र पढाइको चक्रमा फस्यो। सुरुमा मीना र प्रशान्तसँग दिनौँ कुरा हुन्थ्यो, तर बिस्तारै समयको अभावले कुराकानी कम हुँदै गयो। 3-4 महिनापछि मैले प्रशान्तलाई फेसबुकमा खोजेँ, तर उसको आइडी नै देखिनँ। मीनासँग कुरा हुँदा थाहा भयो उसले गौशाला छोडेर बुढालिङगण्डतिर कस्मेटिक पसल सुरु गरेकी रहेछ। 3 वर्षपछि म छुट्टीमा नेपाल फर्किएँ। एयरपोर्टमा मीना र उसको श्रीमान लिन आएका थिए। पहिलो रात म मीनाकै घरमा बसेँ। भोलिपल्ट फुलपाती।
हामी हतार हतार भकुण्ड बेसी लाग्यौँ। गौशालाको त्यो पुरानो घरबेटीलाई भेट्ने समय नै मिलेन। मनमा सोचे दसैँ सकिएपछि काठमाडौँ फर्केर भेटौँला। गाउँमा दसैँ तिहार मनाएर हामी काठमाडौँ फर्क्यौँ। मेरो जापानदेखि नै अन्नपूर्ण बेस क्याम्प जाने ठुलो इच्छा थियो, तर सबैले ट्रेकिङ गाह्रो हुन्छ भनेर रोके। अनि हामीले नजिकै हाइकिङ जाने योजना बनायौँ। मिना, म र मिनाका 3 जना छिमेकी साथीहरू मिलेर सीता पाइलाबाट रामकोट हुँदै जाने निधो भयो। हाइकिङ जानु अघिल्लो दिन म गौशालाको त्यो पुरानो घरमा गएँ, तर त्यहाँ पुग्दा त घर अर्कैले किनिसकेको रहेछ। छिमेकीले भने उनीहरूले त घर बेचेर आफ्नो पुरानै ठाउँ दमक सरिसके। मैले उहाँहरूको नयाँ नम्बर त लिएँ, तर हाइकिङको चटारोले गर्दा फोन गर्न पाइनँ। भोलिपल्ट बिहान 7 बजे हामी सीता पाइला पुग्यौँ। म निकै उत्साहित थिएँ। म साथीहरूभन्दा धेरै अगाडि दौडिन थालेँ। साथीहरू कराउँदै थिएँ, रूपा बिस्तारै हिँडै, थाक्छौ नि। तर म सुन्ने पक्षमा थिइनँ। म अगाडि पुगेर एकछिन बस्ने, उनीहरू नजिक आएपछि फेरि दौडिने गर्दै थिएँ। एक्कासी मौसम फेरियो। दिउँसै रात परे जस्तो भयो। आकाश निलो कालो भएर गड्याङगुडुङ गर्न थाल्यो। म निकै अगाडि पुगिसकेको रहेछु। मुसलधारे पानी पर्न थाल्यो। म डराएर मिना मिना भन्दै कराउन थालेँ, तर पानीको आवाज बाहेक केही पनि सुनिएन। अँध्यारो यति गाढा भयो कि मैले आफ्नै हात देख्न छोडेँ। म आत्तिर तलतिर कुद्न थालेँ, तर एउटा लहरामा खुट्टा अल्झिएर म लडेँ। मेरो ब्याग कता उछिटियो, फोन कता गयो पत्तै भएन। मेरो तिर्खाले घाँटी सुक्यो। सास फेर्न गाह्रो भयो। म एक्लै त्यो घना जङ्गलमा पानीले रुजेर थरथर कामिरहेकी थिएँ। मलाई लाग्यो आज म मर्छु। मलाई कसैले बचाउँदैन। चट्याङ परिरहेको थियो। म पागल चाहिँ यताउता कुद्न थालेँ। एक्कासी मलाई कसैले समाते जस्तो महसुस भयो। म झन् जोडले चिच्याउन थालेँ, छोड मलाई, बचाऊ। कुद्दा कुद्दै म एउटा रुखको ठुटामा ठोकिएर बेहोस भएँ। कति बेरपछि हो मलाई कसैले बोलाए जस्तो लाग्यो। बेहोस भएको रहेछु। होस आउँदा अझै अँध्यारो नै थियो। टाढाबाट एउटा सानो बत्तीको प्रकाश देखियो। मैले तागत बटुलेर कराएँ। 3 जना मानिसहरू मेरो नजिकै आए। उनीहरू भारतीय पर्यटक रहेछन्। उनीहरूले हिन्दीमा सोधे, क्या हुआ बहन, आप कैसे है? मैले रुँदै कुरा सबै सुनाएँ। हामी माथिको रिसोर्टमा बसेका थियौँ। रातको 3 बजेतिर जङ्गलमा कसैको रुवाई सुनेर हामी यता आएका हौँ। म छक्क परेँ। म जोसै जोसको सुरमा कालुपाण्डे डाँडा निकै नजिक पुगिसकेको रहेछु। उनीहरूले मलाई बोकेर रिसोर्टसम्म पुर्याए। मलाई पानी खान दिए र भने, तपाईँ नडराउनुहोस्, हाम्रो गाइड दाइलाई बोलाउँछौँ, उहाँ नेपाली हुनुहुन्छ, सजिलो हुन्छ। ती भारतीयहरू गाइडलाई लिएर आए। जब गाइड मेरो अगाडि आए, म छाँगाबाट खसे जस्तै भएँ। ती त मेरो गौशालाको घरबेटी हुनुहुन्थ्यो पुरानो। म खुसीले डाको छोडेर रोएँ। उहाँको अङ्गालोमा बाँधिएँ। मैले सबै पीडा पोखेँ। उहाँले मलाई सम्झाउनु भयो, नानी नडराऊ, म छु नि। उहाँले मलाई एउटा कोठामा सुत्नु भन्नुभयो, तर मलाई डर लागेर निन्द्रा लागेन। मैले उहाँसँग कुरा गरिरहेँ। मैले भने, बा, हिजो म तपाईँको घर गएकी थिएँ। घर त बेच्नु भएछ नि है? उहाँले मन्द मुस्कानका साथ भन्नुभयो, हो नि नानी, म सधैँ ट्रेकिङमा बाहिर हुने, घरमा छोरी र बुढी एक्लै हुने, त्यही भएर मैले बेचेँ, दमक सर्यो हामी। बिहान 7 बज्यो। तल जाने गाडी आयो। ती 3 जना भारतीयहरू पनि जाने तयारीमा थिए। बाले मलाई गाडीमा राखेर मिनाको पसलसम्म पुर्याइदिनु भयो। जाने बेला मैले बालाई भने, बा खाना खाएर जानुस् न। तर उहाँले भन्नुभयो, नानी मलाई निकै हतार छ, म अर्को पटक आउँला है। उहाँले मलाई छोडेर जानुभयो। मिनाले मलाई देख्ने बित्तिकै अँगालो हालेर रोई। हिजो उनीहरू मलाई निकै खोजिरहेका रहेछन्, तर पानी परेपछि मलाई कतै ओत लागेको होला भनेर उनीहरू तल फर्केका रहेछन्। मलाई त्यो दिन कडा ज्वरो आयो। म 7 दिनसम्म ओछ्यानबाट उठ्नै सकिनँ। मेरो मनमा ती घरबेटी बा र आमालाई धन्यवाद दिने तीव्र इच्छा थियो। मसँग नम्बर थिएन, फोन हराएको थियो। मैले मिनालाई आग्रह गरेर फेरि गौशाला पठाएँ र नयाँ नम्बर मागेर ल्याऊ भने। मैले थरथराउँदा हातले फोन डायल गरेँ। उताबाट घरबेटी आमाले फोन उठाउनु भयो। मैले रुँदै भने, आमा, म रूपा। हिजो बाले मलाई जङ्गलमा मर्नबाट बचाउनु भयो। बा हुनुहुन्थ्यो र म आज जीवित छु। बा कता हुनुहुन्छ? उहाँलाई फोन दिनुहोस् त।
मेरो कुरा सुन्ने बित्तिकै उताबाट आमा डाँको छोडेर रुन थाल्नुभयो। उहाँको रुवाईले मेरो मुटु काँप्यो। आमाले रुँदै भन्नुभयो, नानी के भन्दैछौ? तिम्रो बात हामीले छोडेर गएको ठ्याक्कै 1 वर्ष भयो। उहाँको त गत वर्ष नै ट्रेकिङको क्रममा हिमालयमा निधन भएको थियो। त्यो सुन्ने बित्तिकै मेरो होस उड्यो। यदि बा 1 वर्ष अगाडि नै बित्नु भएको थियो भने हिजो राति मलाई कसले बचाउनु भयो? मलाई गाडीमा राखेर मिनाको पसलसम्म कसले पुर्यायो? मलाई त्यो कोठामा सुताउने को थियो? म 2 घण्टासम्म बेहोस भएछु। मलाई 1 महिनासम्म हस्पिटल भर्ना गरिएको रहेछ। डाक्टरले मलाई हेलुसिनेसन र डिप्रेसन भने, तर मेरो मनलाई थाहा छ त्यो भ्रम थिएन। आज पनि म सोच्छु, ती 3 जना भारतीय पर्यटकलाई मेरो रुवाई कसले सुनायो? के त्यो एउटा पिताको आत्मा थियो जसले आफ्नो छोरी समान मानेकी नानीलाई मृत्युको मुखमा देख्न सकेन? यो घटनाले मेरो जिन्दगी सधैँका लागि बदलिदियो। मलाई आज पनि लाग्छ बा कतै न कतैबाट मलाई हेरिरहनु भएको छ।